यो एसएमबी वर्षमा एकचोटि दसैँको दिन 2 हप्ताको लागि ओपन हुन्छ र आज हामी हेर्नेछौँ यो एसएमबी मा दसैँ स्पेशल के हुन्छ भनेर। अब जोइन गरौँ एसएमबी। ओके सो मैले आइपी हालिसके। अब जोइन गरौँ ओन्ली एसएमबी। ओके सो म एसएमबी जोइन गरे एन्ड आउने बित्तिकै डाइरेक्ट मेरो आँखा अगाडि यति ठुलो बिल्ड। यो एसएमबी खुलेको जम्मा 3 दिन भयो। म जस्ट 3 दिन लेट छु। यहाँ मान्छेहरूले ग्राइन्ड अप स्ट्याक अप भइसक्यो होला नि। अब यस्तो गरेर लुटपाट त मचाउनै पर्यो होइन। एउटा सर्भरमा आएछ न के हामी सिधै हामी जाने हो। हाम्रो अगाडि आयो दसैँ एसएमपी को लोगो। लेट्स गो गाइस, लेट्स गो। ओके छ एउटा घर गएर लुट दिउँ न त। ओके सुरुवात यही घरबाट गर ब्रो। यो के हो यो? अनि यो घर कति खाली किन छ के? स्पोनमा भएको घरबाट मैले केही खानाहरू लुट्दै थिएँ कि अचानक मेरो अगाडि केही प्लेयर्सहरू आउँछन्। उइ ओ यो 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 ओइ 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 यो पिस 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 यो 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 ब्रो 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 ओए ओए भेलु बाजे भेलु ओए मिट्टी माया यस्तो। हेलो 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 पिस पिस। अरे यो मोमेन्टमा म एकदमै कन्फ्युज थिएँ। यिनीहरू मान्छेहरू कोन र अचानक